नमस्ते वेलकम टु माई च्यानल र आज चाहिँ हामी चाहिँ फेरि बाहिर निस्किँदैछौँ। हामी चाहिँ कहाँ गएको भन्दा चाहिँ हामी चाहिँ भेगा जाँदै थियौँ र आज त फेरि अब फ्राइडे हो नि त। अब भोलि त सेकेन्ड स्याटरडे हो, अर्पणको छुट्टी हो, तर मेरो त लाग्छ र भए पनि हामी चाहिँ भेगा जाउँ ल भनेर चाहिँ निस्केको थिएँ। चाहिँ हामी जाँदैछु भेगा। यहाँ चाहिँ अर्पणले अटो रोकेको थियो, हामी चाहिँ टोटोमा पनि चढेर चाहिँ जाँदै थिएँ र हामी भेगा आइपुग्यौँ। यहाँनिर टोटो भाडा दिएर चाहिँ हामी भित्र पसेँ। 6 बज्नु आँटिसकेको थियो, रमाइलो भइरहेको थियो भेगा हल। भेगा हल अरे भेगा मल। हामी चाहिँ भित्र पस्दै थियौँ र यहाँनिर चाहिँ फोटो खिचौँ ल भनेर चाहिँ यहाँनिर उभियो नि त, नानीलाई उभाएँ उता नाच्नु पो थाल्यो, नाच्नु थाल्यो, नाच्दै थियो उता उता हेर्दै नाच्नु थाल्यो। बाबाले चाहिँ खै भनिदिँदै थियो, ऊ चाहिँ नाच्दै थियो ताली बजाउँदै। ल भयो ल भनेर चाहिँ अब चाहिँ झाऱ्यो उसलाई। त्यसपछि अलिकताहरू जस्तो जस्तै रहेछ एकजना नानी कि नानीलाई देखेर चाहिँ ऊ कुद्दै गयो नि त ऊपट्टि। तर ऊ पनि त्यस्तो डराउँछ कि अरू नानीहरूसँग फर्स्टमै त्यस्तो छिटो उयो गर्नु सक्दैन। अन्त फेरि उसलाई यहाँ तानेर ल्यायो। अन्त फेरि यहाँनिर उसलाई भेटाइदिँदै थियो नानीसँग हो। अर्को नानी चाहिँ 18 महिना पुगेको रहेछ नि त, ऊभन्दा अलिकति ठुलो रहेछ। हाम्रो चाहिँ 15 महिना पुगेको हो नि त। अन्त यतिकै यताउता हेर्दै उता जाउँ ल भनेर त्यहाँदेखि गयो। नानी पनि यहीँ थियो आफ्नै धुनमा हो। हाम्रो नानी फेरि आफ्नै धुनमा यतापट्टि हो। त्यहाँदेखि यहाँ म्याकडोनल्डको म्यानिक्विनसँग फोटो खिच्ने अरे भनेर चाहिँ बाउ छोरी बसेकै पऱ्यो। अन्त अक्सुवी चाहिँ डरायो नि त। त्यसपछि मैले बोलाउँदै थिएँ हो यहाँनिर। फेरि उसको बाबाले बोकेर हिँड्यौँ हामी। अब चाहिँ भित्र जाउँ ल भनेर चाहिँ हामी भित्र पस्यौँ र यहाँ चाहिँ भित्र आएँ। अन्त आज चाहिँ केएफसी खाऊँ ल भनेर चाहिँ हामी माथि जाउँ केएफसी जाउँ भनेर भन्यो हो। यहाँनिर एस्केलेटरमा चढेर उकालो चढ्यौँ। फुड कोर्ट गएको हामी चाहिँ हो। केएफसीमा आएको त आज चाहिँ अफर रहेछ फेरि हो। बकेटमा चाहिँ बाई 1 गेट 1 फ्री रहेछ। सो हामीले चाहिँ 4 पिसवाला बकेट किन्यौँ एउटा। अन्त 4 पिसवाला एउटा चाहिँ फ्री पाउने रहेछ। खुसी भयो त्यो सुनेर पनि हो। त्यसपछि अर्डर दियौँ हामीले चाहिँ घरमै लगेर खाऊँ ल भन्यो नि त। त्यहाँ बस्यो भने नानीले त्यस्तो राम्रोसँगले खानु दिँदैन नि त। सो घरमै टेक अवे गरौँ ल भन्यो। अन्त म चाहिँ अर्डर पर्खिरहेको थिएँ हो। अन्त बाउ छोरी फेरि डुल्नु थाल्यो। हाम्रो चाहिँ अर्डर पनि आयो पायो हो। त्यसपछि हामी गयौँ। अब जानुपर्छ घर भन्दै थिएँ। डल्लु त बुङसुङ्ग भइसक्यो बेसी घुमेर। डल्लु जुम जुम हो बहिनी। जुम जुम घर जानुपर्छ अब छिटो। निस्क्यौँ। नानी चाहिँ फेरि उता भित्र टोलिँदै बस्दै गर्दै थियो कि फेरि यहाँनिर उकाली बजार नाच्नु खोजेर हो। जुम जुम भन्दै कम्बल पो हल्लाउँदै थियो। फेरि भित्रै बस्नु खोज्दै थियो ताली बजाएर हेर्नु। त्यसपछि उसको बाबाले फेरि बोकेर चाहिँ त्यहाँदेखि चाहिँ हामी चाहिँ बाहिर निस्किँदै थियौँ। अब चाहिँ हामी घर गएको हुन्छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। डु सब्सक्राइब।